हेलो साथीहरू, यो चाहिँ मेरो फर्स्ट ब्लग हो। त्यही भएर मलाई खासै बोल्न त आउँदैन, त्यस्तो बोल्ने कन्फिडेन्ट पनि छैन। त्यही पनि नयाँ केही ट्राई गरौँ भनेर ट्राई गर्न आँटेको। अहिले चाहिँ इभिनिङ टाइम हो, भर्खरै काम सिधेर फ्रेस हुनलाई बाहिर निस्केको। काम भन्दा भन्दै स्ट्रेस धेरै हुन्छ, त्यही भएर एकछिन बाहिर रिफ्रेस हुन निस्कियो भने त्यस्तो केही रिफ्रेसमेन्ट त्यो स्ट्रेस पनि हराएर जान्छ। त्यही भएर अहिले चाहिँ साँझ भइरहेछ। सबै अहिले स्प्रिङ सिजनको सुरुवात हो, त्यही भएर खासै हरियाली पलाएको छैन, सबै सुक्खा छ। अब 1-2 महिना पछि चाहिँ सबै हरियाली पलाउँछ। नत्र यहाँको विन्टर सिजन त यस्तै सुक्खा, केही हुँदैन, जमेर सबै सुक्खा हुन्छ। तर अहिले चाहिँ अलिअलि हरियाली पलाउँदैछ। यो चाहिँ एग्रिकल्चरको ठाउँ यस्तो हुन्छ, ग्रिन हाउस। यहाँभित्र चाहिँ अत्याधिक गर्मी हुन्छ घाम लागेको बेला। अब जाडो याममा त ठिकै हुन्छ यस्तो भित्र नि। अनि यता चाहिँ छ कम्पनी, वरिपरि धेरै छ कम्पनीहरू। यहाँ यता पनि छ कम्पनी, यता पनि छ कम्पनी। अनि यहाँ चाहिँ यहाँको रोड नेपालमा गाउँमा यस्तो भइदिएको भए कति सहज र सुविधा हुन्थ्यो। तर विडम्बना, यतिको क्वालिटीको रोड पाउन त लगभग हाइवेमै निस्किनुपर्छ नेपालमा। हाइवेमा पनि यतिको क्वालिटीको हुन्छ या हुँदैन। त्यही भएर यहाँको विकास चाहिँ अति धेरै विकास, सबै सुक्खा छ वरिपरि। अनि अहिले चाहिँ साइक्लिङ गरिरहेको छु। यो पनि साथीको साइकल हो, नागेर चलाएको। मेरो नि साइकल त थियो तर बिग्रिहाल्यो, त्यही भएर साथीको साइकलदेखि काम चलाइरहेको छु। यहाँ कम्पनीहरू बन्द हुने खोल्ने त्यस्तो त यहाँ भइराख्दो रहेछ। कम्पनीहरू त्यतिकै बन्द भएर ठप्प छन्, पनि नयाँ कम्पनीहरू खोलिरहेछन्। यहाँ तल नि नयाँ कम्पनी बन्द रहेछ। जताततै वरिपरि कम्पनी। यहाँ तल यो पोल्ट्री फार्म वरिपरि चाहिँ कम्पनी। एग्रिकल्चरको त्यस्तो फार्महरू नि वरिपरि धेरै छ। यो नि त विकास भनेको कम्पनीहरू फार्महरू कति वरिपरि स्टेपै स्टेप अहिले पछि। नेपालमा हेऱ्यो भने यस्तो कम्पनी फ्याक्ट्रीहरू देख्नै मुस्किल हुन्छ। त्यही भएर यो देश यहाँ चाहिँ त्यतिकै विकास भएको होइन। यहाँको नागरिकहरू नि त्यस्तै एक्टिभ, यहाँको सरकार त्यस्तै एक्टिभ, यहाँको सिस्टम त्यस्तै एक्टिभ। हरेक कुराले बनेको छ कि, एउटा कुराले मात्र यो देश बन्यो होइन। हरेक कुरा यहाँनिर नीतिगत रूपमा चल्छ, नियममै चल्छ। नियम विपरीत केही हुँदैन यहाँनिर, सबै नियमसँग चल्ने भएर देश चाहिँ अहिले कायट पलट्नै फेरिसक्यो। ल त साथीहरू, खासै फर्स्ट ब्लग हो, त्यस्तो लामो त बनाउन सकिनँ। आई होप त्यस्तो राम्रो बनाउन नसके पनि फर्स्ट ट्राई हो, मन पराउनुहुन्छ होला भनेर लागिरहेछ। यो चाहिँ यहाँको गाउँ, तर यहाँको गाउँहरू चाहिँ लगभग नेपालको गाउँ त्यो ठ्याक्क कता भने
तराईको भित्री मधेसको गाउँहरू याद आउँछ। यहाँको गाउँहरू हेर्दा चाहिँ यस्तो गाउँभित्रमै कम्पनी, बाटोको सुविधा, खेतबारीमा सबै पिचै पिच, कता पनि पिच। त्यही भएर यहाँनिर कृषकहरूलाई, आम नागरिकहरूलाई नै गरी खान एकदमै सजिलो। यहाँको सरकारले हरेक कृषकहरूलाई राहत अनुदानको रूपमा धेरै सोच बनिरहेछ। धेरै सहयोग छ यहाँको कृषकहरूलाई सरकारदेखि। अब हाम्रो नेपालमा चाहिँ कृषकहरूलाई केही सहयोग राहत हुँदैन सरकारदेखि। भइहाले पनि झोलेहरूले सबै आफ्नो कब्जामा पारिहाल्ने। राहत भनेको नेपालमा लगभग असली किसानहरूले त्यस्तै 10% 20%ले पनि पाएको छन् या छैनन्। त्यही भएर नेपालमा त्यस्तो कृषिले फड्को मार्न नसकेको पनि होला। यहाँको गाउँहरू चाहिँ यहाँ सिम्पलै छ, त्यस्तो वाउ भन्ने टाइपको चाहिँ छैन। सिम्पल टाइपको घरहरू, बसोबास हरेक कुरा सिम्पल छ। घरहरू सानो भयो नि सबै फेसिलिटिजले भरिपूर्ण छ। जाडोमा तातोको तातो पानी, चिसो पानी, गर्मीमा चिसो कोठा, न्यानो कोठा र जाडोमा तातो कोठा, हरेक कुराको सुविधा छ यहाँको घरमा। घर मात्र सानो, सुविधा त यहाँ अति छ घरभित्र। र त आजको लागि ब्लग यति नै, बाई।